हेलो एभ्रिवान, नमस्ते। आज हामी काठमाडौँदेखि पोखरा र घान्द्रुकको यात्रा सुरु गर्न गइरहेका छौँ। आशा छ हजुरहरूलाई यो भिडियो एकदमै मन पर्नेछ। हामी चाहिँ नि आज फर्स्ट डे वी आर गोइङ टु पोखरा टुडे and it's family tour. All are sleeping here. She is my sister and there is my wife. Okay, here's driving by my Joy Saab and my small daughter is sleeping now. अब हामी यो थानकोटबाट थानकोटको ओह्रालो झर्दैछौँ। थानकोट हुँदै हामी नौबिसे, गल्छी, दादिङ, गजुरी, मलेखु हुँदै पोखरातर्फ अगाडि बढ्नेछौँ। कच्ची बाटो पनि छ, खाल्टाङ खुल्टु बन्दको भयो। नौबिसेसम्मको बाटो ठिकै थियो। नौबिसे कटेपछि बाटोको हालत एकदमै खराब देखियो। खाल्डा खुल्डी पार गर्दै हामी अघि बढ्दै थियौँ। यसरी हामी जाममा पर्यो र यो जाम पार गर्न लगभग हामीलाई 2 घन्टा जति लाग्यो। यो चाहिँ मलेखु बजार। यो मलेखु बजारमा हामी एकछिन खाजा खान विश्राम लिनेछौँ। मलेखुमा खाजा खानु लागेको समय हो। नाइसा भाउजू यहाँ पोखराको लागि आउँदै गएर बाटोमा फेरि खाजा खाएर खाउँछौँ। बेबी अरू हामी के खाएको मान्छेले ए खाने भनेको थियो हो। पोखरा आएको तिमी? यो पोखरा हो यो? तिमीहरू नेपाली बोल्न पढ्न मात्रै आउँदैन। धेरै बेर जाममा परेको कारणले गर्दा हामी मुगलिन पुग्दा नपुग्दै अँध्यारो भइसकेको थियो र हामी अँध्यारोमै हाम्रो यात्रालाई अगाडि बढाउँदै थियौँ। यसरी पुरानो नयाँ पुल यो चाहिँ मुगलिनको नयाँ पुल। हामी आबु खैरेनीबाट पोखरातर्फ अगाडि बढिरहेका छौँ। पोखरा जाने हाइवे एकदमै राम्रो बनेको रहेछ, जसले गर्दा हामीलाई पोखरा पुग्न एकदम सहज भयो। यो तनहुको डुम्रे बजार पोखराबाट केही किलोमिटर ओर। यो स्ट्रिट नम्बर 11 को होटल सेरा जहाँ हामी बास बसेका थियौँ। यो त हाम्रो घरै होइन? तिमीलाई यो रुम मन पर्यो? रेड भएर होला होइन? तिमीलाई पनि मन पर्यो? आजकल कस्तो लाग्यो? किचन छैन, होटलमा जाने हामी खानालाई। तर मामै खाने हो गएर। मिठो हुन्छ माम। म त सासु चाहिँ हुन्छ अरे स्टोरहरू राखेको छ
हामी तालबाराही मन्दिरको दर्शन गर्नको लागि फेवातालतिर प्रस्थान गर्दैछौँ। हिजो हामी स्ट्रिट नम्बर 11 होटल सेरामा बास बसेका थियौँ र आज चाहिँ हामी त्यो होटल छोड्ने प्लानमा छौँ। बच्चाहरू पनि एकदम रमाइरहेका छन्। चारैजना बच्चाहरू खुसी भएर हिँडिरहेका छन्। हाम्रो दाई, भाउजू, ज्ञानु, बच्चाहरू नाइसा, साइसा, आसिरा, आर्या सबैजना उभियौँ त आज शनिबार बिदाको दिन भएकोले फेवातालमा एकदमै धेरै घुइँचो लागेको रहेछ र यहाँ आउँदाखेरि एकदमै आनन्द आउँछ। यता माछापुच्छ्रे, धौलागिरी हेर्दै फेवातालको दृश्यावलोकन भइरहेको छ। अत्यन्त रमणीय स्थान तालबाराही मन्दिर पारिपट्टि र यो फेवाताल यहाँ बोटिङ गर्नेहरूको पनि आज एकदमै उत्साहजनक उपस्थिति रहेको छ। हामी पनि यो बोट चढेर अब तालबाराही मन्दिरको दर्शनको लागि अगाडि बढिरहेका छौँ। यहाँबाट देखिएको हिमालहरू चाहिँ अन्नपूर्ण रेन्ज भनिँदो रहेछ। अन्नपूर्ण रेन्ज अन्तर्गत धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण हिमाल पर्दा रहेछन्। तालबाराही मन्दिरको दर्शन गर्न दर्शनार्थीहरूको एकदम उत्साहजनक उपस्थित रहेको देखियो र हामी पनि लाइनमा बसेका छौँ। लाइन बस्नु पर्ने रहेछ है। यसै क्रममा हामीलाई बालकोट भक्तपुरदेखि विनोद ठकुरीज्यूको तर्फबाट अहिलेको जमाना प्रविधिको जमाना छ। प्रविधिको जमाना सँगसँगै फोनपे मार्फत हामीलाई विनोद ठकुरीज्यूको तर्फबाट 505 रुपैयाँ प्राप्त भएको छ। यो सिधै पनि आउँछ है। यो ब्याङ्कमा बच्चाहरू पनि दर्शन गर्नको लागि लाइनमा बसेका छन्। यो पनि यहाँलाई भन्न चाहन्छौँ, यदि तपाईँहरूलाई चाहिन्छ भने तालबाराहीबाट फेवातालमा डुङ्गा चलिरहेको दृश्य, माथि रहेको शान्ति स्तूपा। खोइ यो बच्चालाई यसलाई त उद्या जाउँ ल, उद्या चरा हेर्छ। गुड कति ठुलो भएको मेरो छोरा त। उद्या चरा हेर्छ। मन्दिर दर्शन गरिसकेर हामी फेरि पनि बोट चढेर फेवातालको सैर गर्दैछौँ। माथि देखिएको धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालले मनलाई एकदमै धेरै आनन्दित गरायो। दाइ यहाँ बोटिङ गर्दै हुनुहुन्छ। साइक्लिङ बोटिङ रहेछ यो। यता हेर पोखरा कस्तो छ, पोखरा कस्तो लाग्यो? बप्पाल हो, बप्पाल हो। स्विमिङ कसले गर्छ? ओहो स्विमिङ त सबले गर्छ। के गर्ने रे? ब्लू कलरको स्विमिङ। दाइ साइड हेर त छेपर जाउँ है। मान्छेलाई त्यस्तो लाग्छ होइन, तर 1 घन्टाभित्र टाइम लाग्दैन कि। हामी त्यो अलमलले पनि त दर्शन गर्नै परिहाल्यो यहाँको भनेको कारण त्यही हो कि अब तपाईँहरूले अब पूजा त गर्दा पऱ्यो। घर त अब पानीमै हो, घुम्ने जति घुम्ने दिनभरि घुम्दा चाहिँ एउटा के हुन्छ भने खानेकुरा सबै गर्दा रमाइलो हुन्छ है। 1-2 घन्टा घुम्दाखेरि त्यसो गर्दाखेरि चाहिँ रमाइलो हुन्छ। तर यतिकै बस्दा त के त त्यतिकै दिमाग खराब हुन्छ। तपाईँको घर चाहिँ कता? तर हो यहाँ काम गर्ने भनेको त भयो। हजुरको चौक त यताबाट उतातिर नि छ। यो 20 पऱ्यो कि त्यहाँबाट प्राइस एकदम कम राखेको। यो बोर्ड बानीको जब एउटा चाहिँ सानो खसिराखेको रेस गर्दाखेरि त्यो पुरा छाती फुटेर जस्तो हुन्छ। मैले गरेर हेरेको छु कि फर्स्ट प्राइज चाहिँ एउटा यहाँ चाहिँ बच्चाहरूलाई चक्लेट, खेल्ने कुरा, प्रसादहरू किन्ने ठाउँ रहेछ र हाम्रो पनि अलिअलि किनमेल हुँदैछ।
यो हामी हिजो बसेको होटल सेरा स्ट्रिट नम्बर 11 मा छ। यो यहाँबाट चेकआउट गरेर अब हामी डेभिस फल, गुप्तेश्वर महादेव र पुम्दीकोटको लागि प्रस्थान गर्दैछौँ। ढोका लाउनु भाउजू। पाताली छाँगाको मेन गेट डेभिस फल पनि भनिन्छ। तल जाँदा पुम्दीकोट हो भने माथि पृथ्वी चोक। हामी पाताली छाँगा डेभिस फलमा भित्र इन्ट्री गर्दैछौँ। नगरपालिकामा काम आउँछ होइन, त्यो सफा गर्ने काम आउँछ, म त्यस्तोमा लगाइदिइहाल्छु नि। त्यसको काम गर्दैन। यस्तो राम्रो घर ल्याएर त्यहाँनिर लिएर तिमीले गाउँको घर देखाएको छौ? हजुर निकाल माया निकाल। हेर छोरी, पहिला पहिलाको घरहरू कस्तो हुन्थ्यो हेर। लड्ला आइसिजी खोइ लड्छ है रहेछ। हाँसेर बस्छ, फोटो हेर्नु चाहिँ बाबाले हेर। यता हेर न यता। ल ए डेभिस फल अब हामी त जान लाग्यो है। अब हामी दक्षिण एसियाकै सबैभन्दा ठुलो गुफा गुप्तेश्वर महादेव गुफा प्रवेशद्वारबाट इन्ट्री गर्दैछौँ र भित्र गएर गुप्तेश्वर महादेव गुफाभित्र पनि प्रवेश गर्नेछौँ। गुफाभित्र महादेवको मन्दिर स्थापना गरिएकोले यसलाई गुप्तेश्वर महादेव मन्दिर भनिएको रहेछ। यो गुफा करिब 2950 मिटर लामो रहेछ। यहाँ विष्णु भगवानको प्रतिमा पनि स्थापित गरिएको रहेछ। यता हेर त आसिरा, कस्तो लागिरहेको त पोखरा? जानु मन लागेन? चमेरको फलमा के हुन्छ? मलाई चाहिँ डर पनि लागेको डेभिस फलबाट झरेको पानी यहाँबाट अवलोकन गर्न सकिने रहेछ। यस गुफाभित्र प्राकृतिक रूपमा बनेका चट्टानहरूको सुन्दर संरचना पनि देख्न पाइन्छ। मलाई कस्तो गाह्रो चाहिँ गर। अबको हाम्रो यात्रा पुम्दीकोटतर्फ अगाडि बढिरहेको छ। बस्न नआउने कि मलाई पछाडि बस्न गर्छ। यो चाहिँ अलिक छोटो हुने एकचोटि बसिपाऱ्यो त हुन्छ। पुम्दीकोट जाँदै गर्दा बिच बाटोमा एउटा भ्यू पोइन्ट बनाइएको रहेछ, जहाँबाट सुन्दर हिमाल, फेवाताल, पोखरा बजारको अत्यन्तै मनमोहक दृश्य अवलोकन गर्न सकिने रहेछ र हामी पनि एकैछिन यो दृश्य हेरेर रमायौँ। ओइ तिम्रो के गफ हो यस्तो? हेरोस् न पार्किङ भाडा पनि 5 मिनट
पुम्दीकोट महादेव भगवानको स्ट्याचुमा आइपुग्यौँ हामी। अब हामी पुम्दीकोट आइपुग्यौँ। एकदम साफ पानी रहेछ हाम्रो गाडीलाई। El ritmo calienta, siente la fortuna de sol y fuego, pasión en la arena. Tu movimiento es pura candela. Fuego, fuego en el corazón. Fuego, mueve, mueve sin condición. La noche llama, siente la explosión. Fuego, fuego. Nuestra canción, sun-kissed bodies dancing in the glow. Heat of the summer, letting it go. पुम्दीकोटको प्रमुख आकर्षण भनेको यहाँ निर्माण गरिएको विशाल शिवमूर्ति शिवधाम हो, जुन नेपालकै ठुला मूर्तिहरूमध्ये एक मानिन्छ। यो स्थल धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्य र मनोरम दृश्यका कारण पनि अत्यन्त लोकप्रिय छ। यता हेर न, हाम्रो स्ट्रिट नम्बर 30 मा स्कुल अफ यहाँनिर होटल राजकुटीमै हाम्रो Lakeside. They are going to us. के छ? पिनाजको माया लाग्छ त? पक्का हो नि? राजकुटीबाट अब कान्द्रुको लागि प्रस्थान गर्दैछौँ। हामी सब रेडी भइसकेका छौँ। अब यहाँबाट हामी कान्द्रुको यात्रातिर अघि बढ्नेछौँ। बच्चाहरू पनि गिफ्ट पाएछ हरियाले। भाउजू बस्नु। आचप्ला है, आचप्ला अरू यता हेर त, आचप्ला
को हो त्यो नहेरिकन ढोकामा जानुस् Concrete dreams where the neon glows. Every block tells a tale the whole city knows. Rhythms in the shadows where the cold wind blows. Life's a gamble on these streets, anything goes. Boom bap echoes through the alleys at night. Soulful samples lift the darkness to light. Deep kicks pound like a heartbeat fight. These gritty vibes keep my story in sight. Graffiti on the walls paint the struggle and climb. The clock keeps spinning but I'm owning my time. Words like puzzle pieces fitting tight in the rhyme. Snares punch louder than the city's own chime. Boom bap echoes through the alleys at night. Soulful samples lift the darkness to light. Deep kicks pound like a heartbeat fight. These gritty vibes keep my story in sight. Street lights flicker on this endless trail. Each corner whispers a hero fail. Smooth flow cutting through the urban scale, where truths are spoken and tales unveil. Boom bap echoes through the alleys at night. Soulful samples lift the darkness to light. Deep kicks pound like a heartbeat fight. These gritty vibes keep my story in sight. Street lights flicker on this endless trail. Each corner whispers a hero. पोखराबाट करिब 40 किलोमिटरको डिस्टेन्समा हामी नयाँ पुल भन्ने ठाउँमा आइपुग्यौँ। नयाँ पुलमा चाहिँ हाम्रो गाडी राखेर यहीँ खाना खाएर हामी माथि खान्द्रुकको लागि एउटा जिप रिजर्भ गरेर जानेछौँ। महेन्द्र हाइवेलाई यहीँ छोडेर नयाँ पुल चोकबाट हामी कान्द्रुकतर्फ जाँदैछौँ। बच्चाहरू दुईजना पछाडि सिटमा। अनि यहाँहरूको मुना छ कुन बजार हौ? अनि ए बस पनि लाग्छ है? Hello girls. Hi. How are you? We are eating Mentos. You are eating what? Mentos. I said how are you? But what are you doing? I'm eating Mentos. Hello Ashira. कतै कतै चाहिँ बाटो अलि अप्ठ्यारो जस्तो देखिँदैछ। सायद खरे खोला होला, बर्खामा ठुलो बाढी आउँछ जस्तो देखिन्छ यो ठाउँमा। यहाँ चाहिँ अलि शान्त रहेछ। समग्रमा बाटो राम्रो नै।
आइसलाई चाहिँ के गर्छ मैले के गर्दैन प्रिन्सेस हाम्रो घान्द्रुकको यात्रा चलिरहेको छ हामी हिजो पोखराबाट आज घान्द्रुकमा आइपुगिसक्यौँ घान्द्रुकको यो के अरे आलुबारी आलु डाँडामा आइपुग्यौँ अब जय साहब बुढी मेरो बहिनी पछाडि भान्डाङ भुन्डुङहरू हेरेर सबैजना होइन रमाइलो छ माई रुल्स माई लाइफ होइन हजुर कस्तो सिङ्ग ए त्यस्तो लट्ठीहरू नदेऊ अनि त्यो बाटोहरू एकदम जोखिमपूर्ण रहेको छ दर्शकबिन्दहरू एकदम हेर्दाखेरि नि काली लाग्दो आमा डाँडा काँडा सँगसँगै हिमाल त्यही नजिक आँखै अगाडि छ मेरो प्यारी छोरी साइसा खत्री ल हाउज योर जर्नी टुडे टेल मी समथिङ अबाउट दिस ट्रेक समथिङ It's beautiful. Only beautiful? You are not feeling adventurous? Yeah. Yeah? Are you feeling adventurous? Where's your mom? Yeah. And this is my wife. यो चाहिँ अलिकति साई नेचरकी छिन् ल कस्तो भइरहेछ तिम्रो ल आमा ल ब्याग बोकेर सायद त क्याप ल्याएन क्याप ल ठिक छ ल ओके मेरो छोरी खुट्टा चाहिँ अलिकति सेफली अलि लड्यो भने फेरि नाइसा छिन् फेरि एउटा चकलेट नाइसाले मात्रै पाउँछ त्यही छिन् हाम्रो बच्ची हेलो है बाबा भनेको मान्ने है फेरि भिनाजले त के गर्नुहुन्छ अरे टिपेर भन्दै आऊ मेरो हजुर हामी चाहिँ यसरी अब यहाँबाट आजको यात्रा चाहिँ एकदम रमाइलो तरिकाले हामी अगाडि बढिरहेको छौँ पोखराबाट सुरु भएको यात्रा अब आज घान्द्रुकको बसाइ हुन्छ घान्द्रुकमा आज खुब रमाइलो एकदम इन्जोय गरेर नाचगान सबै हेर्ने चाहिँ हाम्रो यहाँबाट हाम्रो घान्द्रुक गाउँ सुरु हुँदैछ पहिलो दृश्य नै एकदमै मनमोहक लाग्यो पछाडि हाम्रो टोलीहरू आउँदै हुनुहुन्छ साइसा आसिरा आर्या नायसा सबैजना वाउ दिस लुक्स सो ब्युटिफुल हजुर बाहिर न आज राति मलाई कोठामा राख्ने हो घान्द्रुक गाउँ नेपालको कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रभित्र अवस्थित एक प्रसिद्ध गुरुङ बस्ती तथा पर्यटकीय गाउँ हो यो गाउँ समुद्र सतहबाट करिब 1940 मिटर उचाइमा रहेको छ घान्द्रुक गाउँ गुरुङ संस्कृति परम्परागत ढुङ्गा माटोका घर सफा गोरेटो बाटो र आतिथ्यका लागि विशेष रूपमा चिनिन्छ इन घान्द्रुक निकै सुन्दर रहेको छ र यहाँ चाहिँ हाम्रो सानो सानो पर्यटकहरू हुनुहुन्छ उता सानो पर्यटकहरूको रमाइलो चलिरहेको छ उनीहरू ऐना छोडेका छैनन् ऐना हेरेको हेरै छन् दुईजना नक्कली बच्चाहरू छन् नक्कली कि सक्कली तिमीहरू को चाहिँ नक्कली ऐना धेरै हेरेको हो अब यो ऐना छोड्ने कि नछोड्ने यो ऐनाबाट के हेरेर तिमीहरूले घान्द्रुक गाउँ हो ल अब अर्को एउटा सानो कालो के हो कालो कालो के हो यो मान्छे हो यो हो कालो ज्याकेट र ब्युटिफुल गर्लको हो यो साइसा के हो गुरुङ खत्री हो ल अर्को नाइसा गुरुङ
नाइसाले नाइसा गुरुङ भन्छ नि त अनि कस्तो राम्रो थियो ल सिन ल दादु ल के भन्नु छ घान्द्रुकमा आछौँ स्पेसल दिन मनाइरहेछौँ अब जाडो मनाउने जाडो मनाउन अब हामी यहाँनिर घान्द्रुकमा तयारी गर्दैछौँ जाडोको लागि हाम्रो स्पेसल तयारी जाडोमा मिठो मिठो चटपटे भाउजूद्वारा बनाउनु राख्नु भएको छ भाउजूले चटपटे हजुर अनि यहाँ हाम्रो उहाँ यहाँ घान्द्रुकको सुन्दर दृश्यमा रमाइरहनु भएको छ र हाम्रो यो सानो घरमा पनि मोबाइल यहाँ पनि मोबाइल कुमारी यता हेर्नुहोस् त यो चाहिँ टुरिस्ट बर्गर इन रेस्टुरेन्टबाट देखिएको भ्यू हो यो फोटो सेसन हुँदैछ यो मोबाइल पनि हेर्दैछन् कोही दाइ फोटो खिच्दै हुनुहुन्छ मिस्टर क्यामेराम्यान भन्नुभयो यहाँ सानो बेबी यसरी चौचौमा इन्जोय गरिरहेको छ गाली गर्नु भने हो बढ नानी बढ खेल्ने भन एकछिन खाने बेलामा खेल्ने बेलामा खाने हो त घरको आफ्नै मान्छे हो नि सुत्नलाई नि के पर्छ कस्तो सङ्घर्ष हो यो सकिसक्यो अरे कसैले खोले खाने तिमी मात्र खोल्नुपर्छ झन् नयाँ मजा ल्याइदियो त फायर भएर हेर फायर हुने मान्छे भन्नु किन रिसाउनु हो यहाँ भन्नै बाँकी छ अब लाउनु भएन नि क्यामेरा हेरिहाल्नु ल यहाँ म्युजिकल चेयर भइरहेको छ धकेल्नु पाउँदैन है फेरि धकेल्नु चाहिँ पाउँदैन अरे आउट भयो ल दुईजना आर्या र नाइसा आउट भइसकेको छ अब आशिरा र साइसा बाँकी छ कसले प्राइज पाउँछ हामी हेर्दैछौँ कसले पाउँछ ल दुवैजना सँगै बसेको छ फेरि ओ साइसा जित्यो ल आशिरा आउट ए बसिरह यहाँ रिप्ले हेर्नु पर्यो रोक्यो होइन आशिराले हार्यो ल साइसा जित्यो अनि त्यो रोकेको छैन त किन बस्यो त दुइटै घुम्ने हो गुड अब हुन्छ नि कम्पिटिसन यता हेर्नुहोस् राजकुमारी camping over there. Sister-in-law. पुरा हाम्रो त पुरा त्यो शिवपुरीको उस ट्रेकिङको लागि शिवपुरी पनि हाम्रैतिर
आफ्नै वनमा छ भने त्यो काट्न नपाउने रहेछ नपाउने अनि कसलाई थाहा हुन्छ त्यो काट थाहा भइहाल्छ नि एउटा रिपोर्ट लगाइदियो भने त हजुर त्यो के नि फोहोर भ्याएको के यति मात्र छ मामा बचाउनको लागि वन बचाउने जहिले फुल जस्तो यसरी हाँसिराख्ने मिची केलाएर हेर त्यहाँ मोबाइल हेरेर बस्छ कि को ठुस्किएर भन्छु ठुसुक्क केले पोल्यो ढिङ्गा सिरे क्या बिहानको सूर्योदयको बेला हिमालमा पर्ने सुनौलो प्रकाश खान्द्रुकको मुख्य आकर्षण हो। कान्द्रुकबाट अन्नपूर्ण दक्षिण, हिउँचुली र माछापुच्छ्रे हिमालको अत्यन्त नजिक र स्पष्ट दृश्य देख्न सकिन्छ। पारघर होटल हिमालसँग कुरा गर्ने खान्द्रुकको बिहान शान्त हावामा बग्छ नेपालीको पहिचान। आफै धोएर आऊ बिस्तारै सामान पर्छ क्या हिँड्ने हो अब हिँड्ने त घोडा हिँड्दैन त नि घोडा नहिँडेको हिँड्छ त दौडिन्छ घोडा त उसलाई किन मुरमुरेको यो किन यस्तै तारा यता यता मरैमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा मरैमा पटुकी कसे खिच न हो ल खिचिन् त बाबालाई हेर न गफर दुईजना ल गफर त्यो त म त चिकन पिउ पुग्ने जङ्ग अब घाँस काट्नु जाने हो आज घाँस काट्नु जाने हो होइन भन त दिदीलाई घाँस काट्नु जाने हो भन दिदी घाँस काट्नु जाने हो भन अब उता जानुहोस् उता जानुहोस् ल गफ गर्दै गर्दै जाऊ घाँस काटेर ल्याएको मल बच्चाहरू यहाँ काम गरेर हो ढिकिचा होइन नि खेल्ने त्यसको नाम चाहिँ जातो हो जातो
हुँदैछ यता यता आँखा कसरी फर्काएको तल अलिक ठिक हेर न ठिक हेर ल मुसुका हाँस्न सबैजना हाम्रो खन्दकमा कान्द्रुके ड्रेस लगाएर बस्ने हो नि त डोको बोक मम्मीलाई हेल्प गर्ने छोरी धान कुट्न हेल्प गर घरमा आम खान फेरि धान कुट्नु पर्यो नि त त्यसरी बस्ने होइन त्यो ढिगी चाहिँ यिनीहरू ढिगी हल्का अलि स्माइल नाइसा दुखाइ हुँदैछ भन हजुर अब बोक्नुपर्छ भैँसी पाल्छुमा हजुरले पनि अर्डर दिनु होइन यहाँ होइन टिकटकमा बनाउने अहिले त म यसो गर्छु है म के भन्छु नि छोरीहरू तिमीहरू चाहिँ घाँस काटेर आऊ भन्छु अनि डोको त्यहाँ छ भन्छु होइन अनि तिमीहरू गएर डोको लिएर आएर अनि त्यसपछि गर ल मम पनि आउँछु ममलाई त अहिले छुट्टै बुक गरौँ न ल यहाँ हुन्छ डोको है अलि यता त्यो टिकट काउन्टर त्यसमा त्यो ढोका लिएर बस हो त्यहाँ बस्छ म यहाँ बसिरहेको छु ल म यहाँ बसिरहेको छु अब छोरीहरू यहाँ आउँछु है उता भाउजू खिच्दा हुन्छ दाइ तिमीहरू कता थियो खेल्न गएको अब त्यो गाई भोकाइसक्यो एक एक डोको घाँस काटेर आएको डोको जान्छ है आशीर्वाद डोको के गरेर बोके आएको हो कहाँ छ घाँस उहाँ पर छ भन न बाङ्लोङको बजारमा भेट भएको अस्ति रेडी ल यता हेर्नुहोस् है यता हेर्नुहोस् है रेडी वन्स मोर यात्रा पोखरादेखि घान्द्रुकसम्मको निकै रमणीय भएको छ अब हामी आफ्नो गन्तव्यतर्फ जाँदैछौँ अब हाम्रो यात्रा मौलाकाली मन्दिर अनि भ्लगमा आउनु पर्यो नि त फिल्म आउँछ अनि के अन्त नि फिल्म Singing, let the rhythm flow. Palm trees swaying, do you feel that breeze? Rolling down the boulevard, feeling at ease. Cruising, moving on that West Coast ride. Say barbecue flames and the ocean.
got wings, I just can't wait. Talk smack with the homies, laugh till we cry. And the beat still bumps as the sun says goodbye. Now throw your hands up if you feel this breeze. Come on. West Coast vibing got you weak in the knees. Low riders bouncing with the funk turn high. Under neon skies, man, we're feeling fly. Cruising, grooving on that West Coast ride. Say barbecue flames and the ocean tide. Let me hear you catch your vibe, keep it alive, so real, so true. This laid back life's just what we do. Full moon shining, streets come alive. Candy paint gleaming, yeah, we thrive. Oh yeah, boombox. आबु खैरेनीमा सुन्तला किन्दै हुनुहुन्छ दाइ। अब हामी पोखराको यात्रा सकेर घर फर्किँदैछौँ। हस् त, भ्लग हेर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। बाई, सी यू नेक्स्ट टाइम।